अनि नमस्ते साथीहरू, फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु। आज चाहिँ म चाहिँ पानीपुरी खान लाग्दैछु। यी पानीपुरीको पुरी फुलाउनलाई तेल तताइसकेँ है। पानीपुरी चाहिँ यहाँ लिएर यो मसला, यो प्याकेटभित्र मसला नै हुन्छ है। अनि यो चाहिँ पानीपुरीको पुरी। अब चाहिँ म फटाफट पानीपुरी फुलाउनतिर लाग्छु। यो चाहिँ तेल भयो होइन। त्यहाँपट्टि कुकरमा चाहिँ मैले के भन्छ आलु बसाइसकेको छु। मैले सुरु गरेँ है। अब धेरै समयपछि चाहिँ मलाई पानीपुरी खान मन लाग्यो। त्यही भएर चाहिँ पानीपुरी लिएर आएर चाहिँ मैले आज चाहिँ बनाएर खान लागेको। बाहिर किनेर खान चाहिँ मलाई कस्तो लाग्छ कि खानै मन लाग्दैन के त्यो बाहिरको। अनि यहीँनिर आफैले बनाउने खाने, किनेर ल्याउने अनि बनाउने खाने। प्रायः म चाहिँ आफैले बनाएर खान्छु, बाहिर चाहिँ किनेर खाँदिनँ खासै नै। कसै अब कहीँ हिँड्यो भने अब कसै साथीहरूले खाऊँ भन्यो भने चाहिँ किनेर पनि खाइन्छ, नभए चाहिँ आफैले बनाएर खाने गरेको छु साथीहरू। मैले खासमा खुलाको ल्याउनु खोजेको है, खुलामा रहेनछ अनि प्याकेटको मात्रै रहेछ। अनि यही मात्रै लिएर आएँ मैले है। किनभने यसको मसलाहरू चाहिँ मसँग अलरेडी थियो नि त, पहिले नै किनेर राखेको थियो प्याकेटमै। अनि तर खुलामा नभएको भएर मैले यही प्याकेटकै ल्याएँ। अनि आलु प्याज खोर्सानी काटेर ठिक्क पारेँ। अब यसलाई चाहिँ बनाउनु पर्ने हुन्छ किमा। आलु चाहिँ थोरै रहेछ क्या, 3 दाना मात्रै रहेछ। अनि मैले यति नै रेडी पारेँ, थोरै भयो किमा चाहिँ। यो पानी भयो। अनि अब हामी चाहिँ खान सुरु गर्छौँ। त्यो पानीमा चाहिँ मैले के राखेँ, बिरे नुनहरू अनि भिनेगर, अमिलोको लागि चाहिँ भिनेगर राखेँ। अनि त्यही पानी भइहाल्यो। अनि त्यसमा के भन्छ त्यो हाजमोला पनि कुटेर राखेको छु। अनि त्यसरी चाहिँ बनाएर चाहिँ खाँदैछौँ हामी चाहिँ। मलाई चाहिँ यो के भन्छ भोइस ओभर गर्न पनि अल्छी लागिरहेछ क्या। यसरी ढल्केर भोइस ओभर गर्दैछु। हामी चाहिँ यसरी खायौँ। मेरो छोरी चाहिँ सुतेको छ। छोरी सुतेको टाइममा चाहिँ हामी पानीपुरी खाँदैछौँ।